यहाँहरू सबैलाई हार्दिक नमस्कार छ। म हरिप्रसाद ढकाल हिमाल स्याङ्जाली, आँधीखोला गाउँपालिका वडा नम्बर 6 लालीगुराँस टोल स्याङ्जा। आज भानु जयन्ती, भानुका नाममा शब्द कोर्ने प्रयास गरेको छु। धेरै जसो गुमनाम रहेको मेरो साहित्यिक यात्रा आजबाट केही सुरुवात भएको छ। आज एउटा भानुको नाममा कविता लिएर आएको छु। आशा छ यहाँहरूले यो कविता सुनेर हेरेर पक्कै पनि सुधारका लागि, आगामी दिनमा साहित्यमा अगाडि बढ्नका लागि सल्लाह सुझाव दिनुहुनेछ भन्ने अपेक्षा गर्दै म मेरो कविता प्रस्तुत गर्न चाहन्छु। भानुको नाममा, भानुभक्तको नाममा। नेपालका प्रथम राष्ट्र कवि भानुभक्त आदि कवि उपनाम थिए साह्रै सख्त। संस्कृतबाट नेपालीलाई सरल बनाउने तिनै भानु ऐतिहासिक योगदान दिलाउने। चुदी रम्गा तनहुलाई जन्मभूमि मानी, चुदी रम्गा तनहुलाई जन्मभूमि मानी, धनञ्जय धर्मावती माता भाग्यमानी। धार्मिक शिक्षा वैदिकमा धनी परिवार, असार 29 भानु जन्म नेपालको सार, असार 29 भानु जन्म नेपालको सार। संस्कृत भाषा वेद व्याकरण पुराणहरू पढे, घरैबाट शिक्षा हासिल गर्दै अघि बढे। औपचारिक सीमित छैन शिक्षा हेर भने, सो अध्ययन र संस्कृत शिक्षा पढी विद्वान बने। बुझ्न गाह्रो थियो हेर संस्कृतका भाषा, नेपालीमा बनाएर जगाएका थिए आशा। सरल मिठास लयात्मक जनजीवनका कुरा, धार्मिक नैतिक व्यावहारिक भानुका छन् पुरा। भानुभक्त रामायण नेपालीमा आयो, घाँसी भक्त माला पनि नेपालीले पायो। वधु शिक्षा प्रश्नोत्तर राम गीता पाए, धेरै हजुर धार्मिक रचना र कविता आए, धेरै हजुर धार्मिक रचना र कविता आए। धेरै धार्मिक ग्रन्थहरू संस्कृतमा थिए, धेरै धार्मिक ग्रन्थहरू संस्कृतमा थिए। भानुभक्त रामायणमा ठूलो योगदान दिए, त्यहीबाट साहित्य भो नेपालमा सुरु, पहिचान भो भानुभक्त नेपालीका गुरु। ग्रन्थहरू धेरै लेखे भाइरल भयो घाँसी, परोपकार गर्नुपर्ने रहेछ हाँसी हाँसी। त्यही घाँसी प्रेरणा बन्यो यो लोकमा हाम्रो, यादगार काम गर्नु समाजलाई राम्रो, यादगार काम गर्नु समाजलाई राम्रो। सरल सहज जनबोली नजिकको भाषा, सरल सहज जनबोली नजिकको भाषा। छन्द लय रसहरू भानुभक्ते आशा, नैतिक धार्मिक सामाजिक चेतनाका कुरा, नेपालको नेपालियो भाषा बन्यो पुरा। भानुको त्यो सम्मानमा शालिग बनेका छन्, भानुको त्यो सम्मानमा शालिग बनेका छन्। साहित्यमा पुरस्कारै दिन्छु भनेका छन्। विद्यालय प्रतिष्ठान र साहित्यिक संस्था सम्मान गर्छन् भानुभक्त अरू कस्ता कस्ता। 1925 मा देहावसान भयो, 1925 मा देहावसान भयो। साहित्यिक योगदान उनको आजसम्म रह्यो। प्रत्येक वर्ष असारको 29 गते हेर, प्रत्येक वर्ष असारको 29 गते हेर, सरकारले नि बिदा दिन्छ उनलाई नै सम्झेर। गोष्ठी अनि निबन्ध त कविता नि वाचन, गोष्ठी अनि निबन्ध त कविता नि वाचन। हुन्छन् आज र्याली भेला साहित्यिक भाषण, नेपाल साथै विश्वभर भानुलाई सम्झिने। क्या योगदान गर्यो भानु नपत्याइदिने, क्या योगदान गर्यो भानु नपत्याइदिने। भानु हेर साहित्यका आधार स्तम्भ हुन्, भानु हेर साहित्यका आधार स्तम्भ हुन्। जति बखान गर्यौं हजुर आकाशका जुन, नेपाली समाजमा ज्ञानको ज्योति छर्ने। भानुभक्त हजुरलाई क्यारी सम्मान गर्ने। नेपाल र नेपालीको साहित्यको आधार, नेपाल र नेपालीको साहित्यको आधार। भानुभक्त संस्कृतिको निधि हो यो सार, भानुभक्त संस्कृतिको निधि हो यो सार। बनेको छ धार्मिक अनि नैतिक बान घर, बनेको छ धार्मिक अनि नैतिक बान घर। यही कविता सम्मान भो भानु अझ अमर, यही कविता सम्मान भो भानु अझ अमर, यही कविता सम्मान भो भानु अझ अमर। यहाँहरू सबैजनाले मेरो कविता सुनिदिनु, हेरिदिनु भएकोमा हार्दिक धन्यवाद। आज असार 29 गते भानुको नाममा यही सम्मान व्यक्त गर्दै अर्को एउटा कविताको साहित्य सुरुवात गरेको छु।
धेरै कविताहरू छन्, धेरै गजल, धेरै कथाहरू मैले लेखिसकेको छु। यसलाई लिपिबद्ध गर्ने, यसलाई प्रसारण गर्ने त्यस्तो खास माध्यम नहुँदाखेरि अब यसलाई केही माध्यम बनाएर केही समय यो सिर्जनाहरूमा पनि लाग्ने प्रण आज भानुको जन्म जयन्तीको सन्दर्भमा मिलोस् भन्ने अपेक्षा राख्दै यहाँहरूलाई पुनः एकपटक सुनिदिनु, हेरिदिनु भएकोमा हार्दिक धन्यवाद। नमस्कार। जय